अहिले हामी सेफोक्सुन्डो तालमा रहेका छौँ। यो ताल चाहिँ डोल्पा जिल्लामा रहेको छ। अहिले हामी करिब 3600 मिटरको एलिभेसनमा रहेका छौँ। यो तालको एलिभेसन भनेको 3600 मिटर रहेको छ र यसको गहिराइ भनेको चाहिँ 145 मिटर। नेपालको दोस्रो गहिरो तालमा पर्छ। पहिलो गहिरो ताल भनेको चाहिँ रारा तालमा यो पर्छ। यसको अर्को यहाँ नजिकै रिग्मा भिलेज भएकाले यसको अर्को नाम चाहिँ रिग्मा ताल र यो बाइसेप पनि भनिन्छ र यसको मुख्य स्रोत भनेको चाहिँ बगेको हिउँले चाहिँ यसको मेन सोर्स वाटर रहेको र यसको आउटलेटमा चाहिँ सुलीघाट झरना रहेको छ। यसको आउटलेटमा जुन पानी बग्छ त्यो चाहिँ सुलीघाट झरना भएर त्यो चाहिँ कलर चेन्ज गर्ने भएकाले कलर चेन्ज रेन्ची भन्ने ठाउँमा बास बसेपछि आज चौथो दिन मैले 11 बजे चाहिँ यो तालको बेस लिएर आएको छु। रमाइलो भएर छ। 4 दिन चाहिँ थकित भए तापनि अहिले चाहिँ एकदमै आनन्द भइरहेको छ। सबैलाई चाहिँ एकपटक यो ताल चाहिँ भ्रमण गर्न चाहिँ सबैलाई अनुरोध गर्दछु। जस एकदमै थकित जस आनन्द अनुभव चाहिँ यसले गराउँछ। थकित सबै हराएर जस एकदमै सङ्लो पानी, एकदमै हावा चलिरहेछ मजाले, डाँडा काँडामा हिउँ बगिरहेछ, हिउँ रहेको छ, त्यही बगेर यो पानीमा चाहिँ स्टोर हुन्छ है। यति नै हो। तपाईँहरू सबैलाई चाहिँ एकचोटि आएर चाहिँ यो तालमा चाहिँ अवलोकन गरी जस रमाइलो गर्न सबैलाई अनुरोध गर्दछु। हस्, धन्यवाद।